अपराधीहरूको घुसपैठ छ भन्नुभयो। अपराधीहरूको घुसपैठको सन्दर्भमा जेलको चाहिँ जेल ब्रेक गर्दाखेरि जेल ब्रेकलाई रोक्न सक्ने त राज्यले संयन्त्र बसाउनु पर्यो नि त। के कारणले यस्तो स्थिति आउँछ है, यो उग्र रूप लिन्छ भन्ने कुराको त उनीहरूले प्रक्षेपण गर्नुपर्ने हो कि होइन? सधैँ नै दबाएर त सकिन्न भन्ने कुरा हो नि त। त आन्दोलनले रूप त उग्रता लिँदै गयो, किनभने त्यहाँ माथि ठुलो न सिक्वेन्सियल युज अफ फोर्स भएको छ, न तपाईँको नेसेसिटीको आधारमा कुनै फोर्स अप्लाई भएको छ, भएको छ, न तपाईँको प्रपोर्सनेट भएको छ। यताबाट कुनै हतियार प्रहार गरेको भए, ढुङ्गामुढा व्यापक रूपमा प्रहार गरेर त्यो स्टुडेन्टहरू युथहरू गएको भए होइन, अथवा घातक हतियारहरू सहित गरेर अरू एक्सप्लोजनका सहित कुनै अगाडि प्रस्तुत गरेको भए, टु सम एक्सटेन्ट जुन राज्यको तर्फबाट प्रयोग भएको मा केही होइन फायबल अथवा जस्टिफिकेसन केही दिन सकिन्थ्यो होला, अथवा ऱ्यासनल हुन्थ्यो होला।